बालुवामा नपुगेर समुद्रमा पुल गर्दाखेरि सूर्य ज्योति स्वाहा चन्दन फुल चढायो देवावाहनम खेत पनि चढाउने हो अब सबभन्दा पहिले गु माने अन्धकार रु माने प्रकाश प्रकाश दिने अनगढतालाई हटाएर सुगढता दिने त्यसो भएको हुनाले गुरुदेव महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै नमः अखण्ड मण्डलाकारं व्याप्तं येन चराचरं तत्पदं दर्शितं येन तस्मै श्री गुरुवे नमः बाबुले हात जोडाने दर्शिका गुरु सत्ताये सद्दा प्रज्ञायुताचय ओम श्री गुरुवे नमः आवाहयामि स्थापयामि ध्यायामि गायत्री आवाहन वेद माता देव माता विश्व माता सद्भाग्य अधिष्ठाती सृष्टिको आदिकारण मातेश्वरी ओम ओम आयादु वरदे देवी त्रसरे वर्मवादिनी गायत्री छन्दसा मातः ब्रह्मयोने नमस्तुते ओम श्री गायत्रे नमः आवाहयामि स्थापयामि करोमि अब हामीलाई धेरै व्याख्या गर्ने समय एउटाको प्रति मात्र सक्यो ओम वरधरम देवम शशिवर्णम चतुर्भुजम प्रसन्न वदनम ध्यायत सर्वविघ्नोपशान्त ओम सप्तलोक र सप्तद्वीप वसुन्धरालाई सन्तुलन राख्ने सातवटा महाशक्तिहरूको युग ओम विनायकम गुरु भानुम ब्रह्मा विष्णु महेश्वरान सरस्वती प्रणमाद्यौ शान्तिकाय अर्थ सिद्धै पुण्डरीका कमल जस्तो निर्विकार निर्दोष भावना अन्तर्दृष्टि दिने भक्तवत्स ओम मङ्गलम सक्दिन म आकाशलाई छुन यही धरतीमा स्वर्ग सजाउँछु सक्दिन म आकाशलाई छुन यही धरतीमा स्वर्ग सजाउँछु यदि औँसीको रातले छेक्यो भने त्यहाँ दिनको दियो म जलाउँछु चाहिँदैन भुजुन तारा मन्जी छ त्यसैमा रमाउँछु यदि दुःखै दुःखले घेरी परे तिम्रै आँखामा म निदाउँछु सक्दिन म आकाशलाई छुन यही धरतीमा स्वर्ग सजाउँछु नजरले तिमीलाई देखे तिम्रो सुन्दरताको रङ्ग चोला ओ लोभी नजरले तिमीलाई देखे तिम्रो सुन्दरताको रङ्ग चोला अब नलाऊ ओठमा लाली पनि निर्दोष मनमा पाप जाग्ला सोच्दिन म तिमी बाहेक गरौँ म सधैँ तिमीमै हराउँछु यदि दुनियाँले भैरी भयो भने तिम्रै नाउँमा म शिर चढाउँछु सक्दिन म आकाशलाई छुन यही धरतीमा स्वर्ग सजाउँछु
सक्दिनमा तिमी बाहेक यही हातले सिउँदो सजाउँछु यदि बिचैमा साथ छोड्यौ भने आफ्नै भाग्यको चिता जलाउँछु सक्दिनमा आकाशलाई छुन यही धरतीमा स्वर्ग सजाउँछु ला 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 व्यक्तित्वलाई मिलाएर एक नयाँ जीवनको सृष्टि गर्दछौँ नै ठिक छ उनले सम्झिराख्ने कुरा समयको पाबन्दी विचार गर्नु आफ्नो शरीरका अङ्गहरू जस्तै धर्मपत्नीको ध्यान राख्नेछु जस्तो हामीलाई पीडा सुईले घोच्यो भने हामीलाई कस्तो दुख्छ काँडाले घोच्यो भने कति दुख्छ त्यही हामीले भावना विचार त्यो गर्नु मानवीय व्यवहार भने त्यो आफूलाई कष्ट हुन्छ भने उनलाई पनि कष्ट हुन्छ हामीले सबैले बुझ्नु अब प्रसन्नतापूर्वक गृहलक्ष्मीको महान अधिकार सुम्पिरहेको छु र जीवनको निर्धारणमा यिनको परामर्शलाई महत्त्व दिनेछु किनभने अब एकाकार दुईटा शरीर आत्मा एउटा त्यसो भएको हुनाले आफूसँग भएको सम्पूर्ण कुराहरू उनलाई सुम्पिनेछु र कुनै पनि कुरा परामर्श लिएर सल्लाह लिएर काम गर्नेछु वरको कुरा रूप स्वास्थ्य स्वभावगत गुण दोष एवं अज्ञानजनित विकारहरूलाई चित्तमा राख्ने छैन र यसले गर्दा असन्तोष व्यक्त गर्ने छैन स्नेहपूर्वक सुधार गर्दै सहन गर्दै आत्मीयता बनाएर राख्नेछु कहिलेकाहीँ आपसमा कहिलेकाहीँ आपसमा तितो भाषा उपर खापर कहिलेकाहीँ हुनसक्छ एउटै घरमा भएपछि त्यसो भएको हुनाले त्यो काम गर्ने छैन रूप स्वास्थ्य हामीलाई गुण कर्म स्वभाव काल अनादिश्वर पवित्र गरिदेऊ हे कविता हे धर्मनिष्ठहरूबाट बुझी वेद विद्युका गुणगान करता फूल कविता धामले चाहिँ केमा ओम आयन इदमात्मा दादवेदस्य नृतवर्तः तत्प्रते तस्माना प्रते आपस्ति नादेन सविदे स्वाहा इदमग्ने दादवेदस्य इदमम ओम सविदाग्नि दुवस्य ततेर गोदेराति अस्मिन् हव्या दोतन स्वाहा इदमग्ने इदम ओम सुसंताय सोति भुजं चित्तं दोतन अग्ने दादवेदस्य स्वाहा इदमग्ने दादवेदस्य इदमम ओम तंत्वा सविद गंगरो घृतेन प्रदयामसि बृहत्सोतादिसे स्वाहा इदमग्ने अग्निसे इदमम जलप्रसेतनं ओम
भर्गो देवस्य धीमहि धियो यो नः इदं गायत्रे इदं मम ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो मम ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् स्वाहा इदं गायत्रे इदं मम ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् स्वाहा इदं गायत्रे इदं मम महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात् स्वाहा इदं रुद्राय नमः ओम भास्कराय धीमहि दिवाकराय धीमहि तन्नो सूर्यः स्वाहा इदं सूर्याय नमः ओम भास्कराय धीमहि दिवाकराय धीमहि तन्नो सूर्यः स्वाहा इदं सूर्यः सबैको निरोगिताका लागि 3 पटक महामन्त्र गाउँ ओम रामकं यतामहे सुगन्धिं पुष्टिवर्धनं पूर्वारुगमेव वन्दनां मृत्युर्मुच्यमां स्वाहा इदं महामृत्युञ्जयाय नमः भोगारुगमेव वन्दनां मृत्युर्मुच्यमां स्वाहा इदं महामृत्युञ्जयाय नमः तन्ना इंद्रो बृहस्पति तन्नो विक्रमः स्वाहा इदं मृत्यात्मक पंचमं कुसुसानो विश्वादेशादं शिप्र मुमुग्ध मत स्वाहा इदं अग्ने वरुणाभ्यां इदं मम ओम संनो ओम सं ओम सतो नमो अग्ने बमो भवति नेदिष्टो अस्याउषस्तो विष्टो अब यशोनो वरुण सत्यमित्तमया असि अयानो यज्ञं बहास्यानो धे भेषद गुं स्वाहा इदं अग्ने ऐसे इदं मम ओम एते सं वरुणये सत्रज्ञा पासा विदता महान ततेर्भिनो अद्य सवितो विष्णु विश्वे सुंदर मरुता स्वर्गा स्वाहा इदं वरुणाय सवित्रे विष्णवे विषभ्यो देवेभ्यो मरुत भावना गर्नु उत्तरदायित्व निर्वाह गर्ने तरह बाधाहरूलाई पार गर्न सक्ने हाम्रो संकल्प र देव अङ्गहरूले प्राप्त गरिएको छ। अब यो प्रथममा हामीले राख्यौँ शरीर दुईटा भयो भने हामी एउटा हौँ अन्यको विरोधमा असल कुरामा हामी एक भएर जानेछौँ भन्ने किसिमको हो। अब जन्म 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 रहेंगे संग संग रहेंगे हम कदम 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 चलेंगे संग संग चलेंगे हम तोड़ेंगे ना अपनी कसमें छोड़ेंगे ना अपनी रस्में बोले भोले चूड़ियां बोले भोले कंगना कभी छोटे अब संग ना जन्म 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 रहेंगे संग संग रहेंगे हम कदम 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 चलेंगे संग संग चलेंगे हम। कल की यहाँ खबर कहाँ जो है अभी यही पल है इस पल को झील चलो सांसों में ये हलचल है जो सामने है पलकों के सच मेरे यार है जो रह जाए दुनिया में वो सिर्फ प्यार है प्रीत के रंग पे मेरे रंगीले चढ़ कोई दो जहाँ रंगना जन्म 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 रहेंगे संग संग रहेंगे हम कदम 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 चलेंगे संग संग चलेंगे हम। संग अगर हो दिलबर हर मौसम सावन है सावन संग अगर हो दिलबर हर मौसम सावन है जिसमें तेरा चेहरा बसा आँख नहीं दर्पण है जो बरसे है अधर
लहरों से अमृत की धार है, जो आती है आंचल से सच्ची बहार है। सपने सजाऊंगी मैं, जग को फुलाऊंगी मैं, छोड़ूंगी न कभी तेरा अंगना। जन्म 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 रहेंगे संग संग रहेंगे हम, कदम 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 चलेंगे संग संग चलेंगे हम। तोड़ेंगे ना अपनी कसमें, छोड़ेंगे ना अपनी रस्में। भोले भोले चूड़ियां, भोले भोले कंगना, कभी छूटे अब संगना। जन्म 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 रहेंगे संग संग रहेंगे हम, कदम 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 चलेंगे संग संग चलेंगे हम। जन्म 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 रहेंगे संग संग रहेंगे हम, कदम 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 चलेंगे संग संग चलेंगे हम। जन्म 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 रहेंगे संग संग रहेंगे हम, कदम 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 चलेंगे संग संग चलेंगे हम। जन्म 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 चलेंगे संग संग रहेंगे हम, कदम 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 चलेंगे संग संग चलेंगे हम। चलेंगे संग संग चलेंगे हम, चलेंगे संग संग छलकपट र विश्वासघात गर्ने गरेको पाइन्छ। रूप यौवनको लोभमा केही दिन त मिठा मिठा कुरा गर्छन्, तर पछि क्रूरता र दुष्टतामा आइपुग्छन्। स्त्रीलाई प्रत्येक पाइलामा सताउने गर्छन् र तिरस्कृत गर्छन्, आफ्ना प्रतिज्ञा छुटाउँछन् र आर्थिक एवं चारित्रिक उत्कीर्णता हासिल गर्छन् जहाँ पत्नीको इच्छाको उभा गर्दैनन्। समाजमा यस्ता घटनाहरू तमाम घट्ने गर्छन्। यस्तो अवस्थामा यी प्रतिज्ञाहरू औपचारिक रूपमा मात्र हुन सक्छ। सन्तान नभएमा यहाँ छोरी मात्र भएमा छोरी मात्र जन्मेमा मानिसहरूले अर्को विवाह गर्न पुग्छन्। यसकारण यस्तो प्रतिज्ञालाई मात्र औपचारिकता मान्नु हुँदैन। त्यसका लागि पतिले पत्नीका शिरमा हात राखेर भाकल गर्छन् र अरू दुरात्माहरू जस्तै मलाई नसम्झिदिनु भन्ने आग्रह गर्छ। यसै पत्नीले पनि आफ्नो निष्ठाको सम्बन्धमा पतिलाई जो शपथ प्रतिज्ञाद्वारा विश्वास गर्छ। ओम मम वर्तेते हृदयं दधामि मम चित्तम अनुचित्तम त्यय। दुईटैको प्रतिज्ञा हो यो। अब सुमङ्गली सिन्दुरदान अब भावना गरौँ कि म वधुको सौभाग्यलाई बढाउने व्यक्ति सिद्ध हुनु पर्छ। नागबाट नै ठ्याक्क हिँड्नु है। अब आफ्नो मान्छेलाई आफ्नै बनाऊ। अरू कुनै चाह छैन, दया माया थाह छैन। ए अरू कुनै चाह छैन, दया माया थाह छैन।
सङ्गीत सङ्गीत सङ्गीतमा सरगम सरगम सरगममा तिमी छौ रमझममा तिमी सरगममा तिमी रमझममा तिमी छौ हे अरू कुनै चाह छैन दायाँ बायाँ थाहा छैन अरू कुनै चाह छैन दायाँ बायाँ थाहा छैन निदरीमा सपना सपना सपनामा तिमी छौ चाहनामा तिमी सपनामा तिमी सपनामा तिमी चाहनामा तिमी छौ ए अरू कुनै चाह छैन दायाँ बायाँ थाहा छैन काजल बनाई मलाई आँखामा लाऊ सिन्दुर सम्झी चाहे सिउँदो सजाऊ अब आफ्नो मान्छेलाई आफ्नै बनाऊ अब आफ्नो मान्छेलाई आफ्नै बनाऊ हे अरू कुनै चाह छैन दायाँ बायाँ थाहा छैन अरू कुनै चाह छैन दायाँ बायाँ थाहा छैन अरू कुनै चाह छैन दायाँ बायाँ थाहा छैन कुन एकछिन यो तिलक पनि लाला तिलक लाएर जाने एकदम चोप हात भस्मधारणम सबैलाई दिनुपर्छ यहाँहरू कसैलाई भयो
आवाहनं जानामि जानामि पूजनं जानामि क्षमस्व परमेश्वर मन्त्रहीनं क्रियाहीनं भक्तिहीनं सबैको कल्याणको लागि हामी अब वाचन गर्दैछौँ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु तेज आयुष्य आरोग्यं जय मे पुष्पाञ्जलि शान्तिर्भवतु सूर्यलाई अर्घ्य दिनु यहाँनिर कुल स्थानीय